हामी ढुकुर पोखरी भन्ने ठाउँमा आइपुगेको छौँ। ठाउँमा आउँदै गङ्गापूर्ण भन्ने होटलमा हामी खाना खाने क्रम जारी गरिरहेको छौँ र यहाँको खानाको धेरै राम्रो विशेषता पनि छ होइन, हामीले देख्न सक्छौँ। किनभने यस्तो हिमाली क्षेत्रमा आएर पनि यति मिठो अर्ग्यानिक खाना पाउनु चाहिँ धेरै भाग्यको कुरा जस्तो लाग्छ मलाई होइन। र हामीले यही जुन होटलमा हामी अहिले खाना खाइरहेको छौँ त्यसको पछाडिपट्टि हिमाल पनि देख्न सक्छौँ हामीले दृश्य होइन, दृश्य र यसको ठ्याक्क पश्चिमपट्टि हिमाल पनि छ। तर यो चाहिँ पुरै ग्रिनरी छ, यसको पुरै काठले बनेको छ होइन यो होटल। सबैजना आइदिनु होला यहाँ, यसै गरी अर्ग्यानिक खानेकुराहरू खाइदिने होला। हामी त अब यसपछि फेरि अगाडि बढ्दैछौँ। धेरै धेरै धन्यवाद तपाईँले मिठो यो ठाउँमा खाना खुवाइदिनु भएकोमा। थ्याङ्क यू। अनि